ग्यापमै स्टार्ट हुन्छ है गाइज। नमस्ते गाइज, गुड मर्निङ है सबलाई। अनि के छ गाइजहरू, सन्चै हुनुहुन्छ नि? म त बवाल सन्चै छु होइन। आफ्टर लङ टाइम पछि फेरि म भिडियो बनाउन थालेको छु होइन गाइज। एउटा के भन्नु के त गाइज, मैले एउटा भिडियो हालेको थिएँ, जस्ट यो डिबी कलर निकालेको भिडियो चाहिँ मैले मेरो प्रोफाइलमा हालेको थिएँ, जस्ट सुनिल सुनार भन्ने चाहिँ पेजमा हालेको थिएँ कि। अनि एकजनाले कमेन्ट गर्यो, हिजो बेलुका कमेन्ट गरेको के समथिङ भनेको छु कि, मुख छाडेर नै बोलेको छु कि त्यो मान्छेले चाहिँ। अनि त्यसरी भनेर छ। अनि मैले के पनि गरिनँ। बिहान चाहिँ मलाई मर्निङमा 6 सालमा मलाई के म्यासेज पठाएको यताउति भनेर मलाई चाहिँ कल गर्यो कि सिधै। अनि मैले कल उठाइनँ, को हो मैले नचिनेको मान्छेहरूमा कल उठाउँदैन नि त गाइज होइन। कल उठाएन। अनि त्यसपछि चाहिँ मलाई होइन साला खाते अरे, मुला अरे, जाँठा अरे, के भनेर गाली गर्न थाल्यो कि। मैले त्यसलाई अहिलेसम्म नचिने होइन। उनी मेरो प्रोफाइलमा आएर कमेन्ट गर्छ उनी होइन। अन्त उनी ठुल्ठुलो कुरा गरेर मलाई गाली गर्छ होइन गाइज। यार मेरो भिडियो होइन, मेरो भिडियो तिमीहरूकोमा आउँछ भने होइन त्यसलाई स्किप गर्दा हो क्या यार, कमेन्ट पनि नगर हो क्या यार। म दलित भनेर चाहिँ तिमीहरूले किन हेर्यो क्या मुला खातेहरू। मलाई त्यस्तो के गाइज, अब मन छैन भने स्किप गर्दा हो भिडियो होइन, मेरो भिडियो स्किप गर्दा हो। मन छैन भने नहेर हो, त्यसलाई चाहिने नचाहिने कमेन्ट नगर हो क्या। तिमीहरूले त्यति त अब मुख छाडेको कमेन्ट बनाएर गरेर चाहिँ तिमीहरू ठुलो हुँदैन हो क्या केटा हो। बेकार तिमीहरूकै रेपुटेसन बिग्रिनु हो केटा हो यार, नगर हो क्या त्यस्तो। म अहिले सबै त्यो टोटली स्क्रिनसट कसले के गरेर सबै मसँग छ होइन। म सिधै पुलिस केस गरिदिन्छु केटा हो तिमीहरूलाई। त्यस्तो मेन्टल कहाँबाट ल्याउनु भयो हो दाइ? यसरी चाहिँ मुख छाडेको यता सबै मसँग प्रुफै छ होइन केटा हो। तिमीहरूले मलाई यस्तो गर्छौ होइन। तिमीहरूलाई मन पर्दैन भने नबोला हो, नहेर हो, मलाई फलो पनि नगर हो। आई डोन्ट माइन्ड, म माइन्ड गर्दिनँ। यसो रमाइलोको लागि जस मैले भिडियो एउटा रमाइलोको लागि मात्र बनाएको क्या, मेरो रमाइलोको लागि, तिमीहरूको रमाइलो लागि बनायो होइन क्या गाइज यार। तिमीहरू त जस्तो खातेहरूले गर्दाखेरि अरू क्रिएटरहरूलाई पनि दिमाग खराब पार्छ क्या। मोटिभेसन गर्नुपर्ने ठाउँमा साला कमेन्ट ऊ आफै नराम्रो कमेन्ट लेख्ने अनि ऊ आफै फोन गरेर फर्काउने यार, त अति भयो क्या गाइज यार। म 100% यो फुच्चेको चाहिँ यो फुच्चेकोलाई चाहिँ म पुलिस केसै गर्ने हो होइन गाइज। मलाई बिहानै पसल खोल्न जानुपर्छ मर्निङ 7-8 बजे होइन। ल फोन गरेर फर्काउँछ होला यार। आफूले ठुलो ठाने छ कि क्या त्यो फुच्चे त्यत्रो बच्चा एकचोटि कच्चा खाने हो, नाकबाट रगत आउने जस्तो बच्चा छ होइन। आफूले ठुलो ठाने हो क्या यार, दिमाग खराब पार्छ खाँदैले। त फुच्चेलाई मैले भेटेँ भने त बाँकी त रमाउँदैन छैन फुच्चे। यो सिर्फ तेरो लागि मात्र हो होइन। म यो भिडियो 100% भाइरल हुन्छ हेर केटा। तेरो बाउ आमाले नि यो भिडियो हेर्छन् होइन। तिमीहरूलाई पोस्टमा रिप्लाई गर्नु मन छैन भने नगर हो। पोस्ट हेर्न मन छैन भने नहेर हो क्या। मेरो भिडियोहरू हेर्न मन छैन भने पनि नहेर हो क्या। तर चाहिने अन्त बढी गाली चाहिँ नगर। मेरो ड्याडी मम्मी तिमीहरूले के गरेर त्यसै यो यसको छोरा उसको छोरा, यसको बान उसको बान भन्नुपर्छ त।
मेरो ड्याडी मम्मीले तिमीहरूले के गरेर मुलाहरू तिमीहरूले कमाएर तिमीहरू खाने हो, मैले कमाएर म खाने हो होइन। त्यसै जेपीटी बोल्नुहुन्छ। मेन्टल टर्चर गर्छ यार। त्यही भएर गाइड होइन सबैको, म मात्र होइन कि यस्तो लेख्नेहरू चाहिँ सबैकोमा हुन्छन् कि एउटा न एउटा के भन्छ त्यसलाई, धेरै बोट बिरुवामा एउटा नै धेरै फलमा एउटा न एउटा कुहिएको फल निस्किन्छ भन्छ नि। त्यो मलाई कमेन्ट गर्ने अरू क्रिएटरहरूलाई कमेन्ट गर्ने त्यही नै हो त्यो कुहिएको फलमै पर्छ क्या त्यो पनि। तेरो बाउ आमाले चाहिँ तिमीहरूले चाहिँ राम्रोसँग सम्झाउनु नसकेको भएर चाहिँ तिमीहरू त्यसो भएको भयो केटा हो होइन। मन लाग्दैन भने हेर हो, मन लाग्दैन भने नहेर हो, ब्लक गर्दा हो, तर नराम्रो फोर कमेन्ट नगर। मोटिभेसनल हुने कमेन्ट गर हो क्या बरु, त्यो फोर कमेन्ट नगर हो। मैले तिमीहरूलाई चाहिँ त्यो भ्लगमा गाली गरेर त छैन नि त, त्यही भएको कारणले क्या गाई मोटिभेसनल गर्ने कमेन्ट गर हो क्या। अब एक छैन पढाएको छैनौ भने तिमीहरू अनपढ हो नि त, अब त्यस्तो गरिहाल्छ होइन। अनपढको त दिमाग हुँदैन नि त, अनएजुकेटेडको त दिमाग हुँदैन। सबै भेडा जस्तो हुन्छ नि त, डङ्की हो न, डङ्की गदा जस्तो हो नि त। जति भारी बोकायो त्यति नै भारी लिएर हिँड्ने होइन, जति जे गर्यो त्यति नै हिँड्ने क्या। अब पढाएको छौ भने होइन दिमागमा अलिकति केही सिन्सहरू छ भने चाहिँ यस्तो अर्काको भिडियोमा गएर यो चाहिने नचाहिने कमेन्ट चाहिँ नगर। आफू भाइरल हुन्छ भने कमेन्ट नगर हो क्या। जसले क्रिएटरहरूले जसले चाहिँ त्यो भिडियो बनाउँछ नि उनीहरूलाई मोटिभेसन हुने काम चाहिँ गर हो क्या, डिमोटिभेसन काम नगर। उनीहरूलाई पनि चित्त दुख्छ क्या यार, के भन्नु यार, ब्याचलर गाह्रो केही गर्छु भनेर खोज्यो भने पाइँदैन क्या नेपालमा। यही एउटा चाहिँ नराम्रो क्या नेपालमा, केही गर्न खोज्यो खुट्टा तान्ने मान्छेहरू, यस्तो अर्कालाई निजा देखाउने मान्छेहरू चाहिँ धेरै हुन्छ क्या। अब त्यसले त मलाई के समेत भन्यो भने ल त दलित ठुलो कुरा नगर, त्यस्तो पनि भन्यो क्या। ए यार म दलित हो, ल म दलित हो क्या, म कामी हो। अब यसले तिमीहरूलाई के टेन्सन परेको त है, तिमीलाई त टेन्सन परेको कुरै छैन। दलित भन्ने पनि तिमीहरूले हेर्न पाउँछौ, मेरो चाहिँ मन छैन। मुलाहरू कस्ता कस्ता मान्छेहरू पनि फेला पर्छन् यार साथीहरू। गाह्रो छ गाइस, गाह्रो छ के गर्ने, सबै ठाउँ यस्तै हो। यहाँ मात्रै होइन, जसलाई पनि सबै कन्टेन्ट क्रिएटरहरूलाई भोग्नु पनि एउटा हुन्छ नि ब्याड पार्ट्स अफ कन्टेन्ट क्रिएटर भनेको यही नै हो क्या। मोटिभेसनल हुने काम एसएमएसहरू, अब मोटिभेसनल हुने कमेन्टहरू चाहिँ उनीहरूलाई गर्न आउँदैन, जस्ट गाली गर्न मात्र आउँछ क्या। गाह्रो छ यार, गाह्रो छ के गर्नु। गरेर खाएको त देख्नै नसक्ने छु यार। अब के को जाम होला ल।
अब बाटो बिच बाटोमा गाडी रोकिदिएर ल के गर्न खोज्यो होला क्या यो मान्छेहरूले के गरे चाहिँ के होला यार सामान झन् टाइम हुन्छ नि यार आफ्नै अब यहाँतिरको नेवारहरू आफ्नै ठान्छन् गाडी छिर्छ धेरै हो यहाँ माथि पनि रोक्दो रहेछ नि त गाडी वहाँ माथि पनि रोक्दो रहेछ यहाँ पनि रोक्दैछ द्याट्स वाइ गाइज द्याट्स वाइ अहिले के भन्यो भने अहिले उसो गरेर नि यो मान्छेहरू झगडा गर्न आउँदै त्यो ठाउँमा त्यस्तो हो क्या गाइज मलाई के भन्नु अब यहाँ एउटा रोकिदिएको छ अब उता माथि एउटा रोकिदिएको छ उनीहरूको बाउको रोड हो नि त हो गाडी रोक्नेको ड्याडीको रोड हो क्या हो उनीहरू जहाँ मलाई त्यही रोडमा आउँछ क्या के भन्नु यार यस्तै छ छ केटाहरूलाई जहाँ पाउँछ त्यहाँ गाडी रोकिदिएर गरे चाहिँ के हुन्छ यार गरे के हुन्छ यार त्यो दाइले चाहिँ के हो त्यहाँ बिचमा छिरिङ्ग परेर ल यहाँ त आउनु मिलेन हो गरेको तपाईँ मौत छ केटाहरूलाई मौत छ
गल्लीहरूमा तर क्रसरको साउन्ड चाहिँ बवालै हुने क्या मिठो साउन्ड ठाउँ छोड्दैनन् के गर्नु गाइस अर्कै काम छ ल गाइस मेरो आज ल गाइस एकछिनपछि फेरि भेटौँ है त गाइस